सिंगै बाख्रा निल्न सक्ने जीव कुन हो? छेपारो। अर्को प्रश्न, सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो? होला 2-3 मिटर, नाप्न जान भ्याएको छैन। अर्को प्रश्न, न्यार न्यार गर्छ बाघ होइन, नङ्ग्रा छ कुकुर होइन। भैँसी। मूर्ति, उहाँ ठुलो मान्छे हो, हामीलाई भेट्न सदरमुकामदेखि आउनुभएको, किन यस्तो कुरा गरेको? सदरमुकामदेखि आए पनि अमेरिकादेखि आए पनि मैले उत्तर दिने यस्तै हो। मूर्ति, तिमीलाई के भयो भन त, म चक्लेट दिन्छु। यो कम्प्युटरको जमाना हो दाइ। हेर सरहरूले कुरा गरेको सुनेको, एउटा कम्प्युटर किनेर यो मूर्तिलाई इन्टरनेटसँग जोडिदिने हो भने यसले त पुरै विश्वै हल्लाउँछ अरे। 72 सालको भुइँचालो भन्दा कम हल्लाउँछ होला कि बढी हल्लाउँछ होला त? अनि एउटा कम्प्युटरको चाहिँ कति जाति पर्ला त? 40-45 हजार पर्छ अरे। आमा, यसले त स्कुलमा फ्याट फ्याट जवाफ भनेर सिङ्गै स्कुलले जिल खायो। अनि जे खाए पनि हेर केडा, तेरो बोलले महँगो खायो। एकचोटि बोल्दाखेरि मान्छे यहाँ 45 हजार माग्न आइसक्यो। अबदेखि स्कुल जाँदाखेरि प्यार बोल्ने होइन, चुप लाएर बस्ने, पढ्ने, थपक घर आउने। बोलेको थाहा पायो भने तेरो मुख मैले ताल चलाइदिन्छु फेरि। ए कुरा त्यस्तो भनेपछि यसको बाउको बाउ म हो, आमा यो हो, यसको बुढा म हो, मेरो स्वास्नी यो हो। हामी दुईजना यताउति भएर त्यो जन्मेको हो, त्यही भएर त्यसको बाउ म हो। भयो भयो, छोरो साह्रै चलाक बनाएको रहेछ। त्यो अनुसारको बौद्धिक खुराक पुर्याउन एउटा कम्प्युटर किनिदिनु पर्यो। चलाक हामीले बनाएको होइन, त्यो आफै भागो हो। कम्प्युटर पनि त्यो आफैले किन्छ। तपाईँको छोरा एकदमै मन पर्यो। कम्प्युटर किनिदिने, राम्रो शिक्षा दिने, लत्ता कपडा दिने, राम्रो पालन पोषण गरिदिने काम सबै हामी गर्छौँ। तपाईँको छोरा दिने हो? अहिले छोरा मन पर्यो भन्छ, भरे मेरो बुढा मन पर्यो भन्ला, म दिन सक्दैन है। म पनि जागिरी हो, मैले किन्ने भने जिल्लाभरि भोकानाङ्गा कति छन्। अब यो बच्चालाई के चाहिन्छ सबै कुरा किनिदिनु होला। कम्तीमा एउटा कम्प्युटर चाहिँ किनिदिनु होला है। कम्प्युटर किन्छ? कसले किन्छ? हामीले किन्छ अरे क्या। हामीले किन्छ? अब किन्छ अब किन्ने त्यही हो। अरू केही भन्नु छ? मास्टरले मेरो छोरा कुडे गर्छ अरे। त्यो कोदो पनि होइन कि मैले पनि त्यसलाई कुद्नु पाउनु पर्यो।